मर्निङ एभ्रिवान। आज पनि फेरि मेरो नयाँ भ्लगमा हजुरलाई स्वागत छ। आज चाहिँ म पोखरा जाँदैछु। सामानहरू यहाँ रेडी भइसक्यो, अरू पनि सामान छ। अहिले चाहिँ यदि सामान प्याकिङ गरेर तल लिएर गाडी पनि आइसक्यो हाम्रो। अब त्यस्तो यहाँ सामानहरू लोड गर्ने। अनि टाइमिङमा बिहान अहिले कति बज्यो? बिहान अहिले 6, साढे 6 भइसक्यो होला। अनि यहाँ लोडिङ गरेर अब निस्किने है त। ल अब हामी चाहिँ निस्किन लाग्यो ठ्याक्कै 6 बजी। अहिले कति 6, 5, 11 भयो। ल ल बाटोमा भेटौँला है त गाइज। अब हाम्रो पिपल रोडको मन्दिर। पुन्टी इन्द्रा खोल्यो तिम्रो पुन्टीको? चुपो लाएर बजाएछ? किन चुपो लाएर बस्यो? आजी गरे हो? आजी गरेछ अहिले बनायो। आजी गरे अहिले स्योर हो। गाइस हामी चाहिँ अहिले मुङलिङ नानाघाट सडकमा छौँ। अहिले चाहिँ ठ्याक्कै हामी टाइमिङमै हिँडेको छ। टाइमिङमै टक्क आइपुगेको छौँ यहाँसम्म। रमाइलो साथ गफ गर्दै मासु हुनु पऱ्यो, जे भयो भने चल्छ कि त्यति गरौँ। माछाहरू त म बनाइदिन्छु, टेन्सन नलिनु। म मगाइदिन्छु है। पुन्टीलाई खेल्नुहुन्छ क्या है? ल जाउँ सरी जाउँ है। ल हाँस्देऊ क्यामेरा चाहियो तिमीलाई? Do you need camera? Sorry, you want this? You want this camera? You want this? यो ठाउँमा यो रेस्टुरेन्टमा चाहिँ खाजा खाएको है। यहाँ चाहिँ चार्जिङ गर्ने ठाउँ पनि छ। यहाँ टिभीको चार्जिङ गर्ने ठाउँ पनि छ। राम्रो छ। कति हाम्रो कति जस 50% थियो, 50% चार्ज गर्दाखेरि चाहिँ 275 लियो चार्ज गरेको चाहिँ। गाइज हामीले यो दमैलीको पुल आउनु लागेको छैन। दमैलीको पुलमा चाहिँ हामीले चाहिँ एउटा के अरे यो के राख्नुलाई अरे सास रोक्ने कम्पिटिसन राख्नुलाई चाहिँ अब ठ्याक्क दमैली पुल आउनुलाई है। अब पुल कटेपछि मात्र छोड्ने है। ल अब आउनुलाई ल रेडी 1, 2, 3 गो। तानिसक्यो कुन्जेल, तानिसक्यो यहाँ सास कुन्जेल तानिसक्यो। भयो कसले जित्यो? म त हारेँ। कसले जित्यो? कसले तानिसकेको छ कि यहाँ सुस्त गरेर? कसले तान्यो भन त? ओके नभनौँ हामी पूर्णिमा बन्द गरेर सम्झेरी। यत्रो बेर रोक्न सक्यो तिमीहरूले? आमा पत्तै लागेन मलाई त। आमा यस्तो कडा तिमीहरूले दुईजना रोक्न सक्यो? म त हारेँ। हामी त बिरामी मान्छे रहेछ त्यसो। फोटोहरू खिच्यो। अब भिडियो बनाउने हेर्दैछौँ। अब यस्तै क्यामराम्यान राम्रोसँग वाटरफ्रन्ट पछाडि आएको छ अहिले हामी है। कस्तो रमाइलो छ? भ्यू कस्तो छ? कस्तो लाग्यो? राम्रो छ। पण्डी तिमी क्या खेर हो? लेदर तान खाँदैमा व्यस्त छौ। लेदर तान्दैमा व्यस्त छ। पुन्टी हामीलाई घुम्दैन। ल ल दोस्रो दिन हाम्रो पोखराको। अनि अहिले चाहिँ हामी गुप्तेश्वर अनि डेभिस फल अनि त्यसपछि अनि त्यहाँबाट अनि यो केभ जान लाग्यो। अनि पुन्डीकोट अनि व्हाइट गुम्बा अब जान लाग्यो हामी चाहिँ। अनि हामीले कोट भने अन्नपूर्ण केबल कालेर पनि जानु पर्छ हैन। अनि हाम्रो ट्याक्सी पनि आइसकेको छ यहाँ।
ट्याक्कै गएर बसेर जाने हो ल चाल भले हेर्नु नि यहाँ हेर्दै बस्दैछ मैले भिडियो खिचा छ भनेर लुकाएर खिच्यो कि साह्रै नाटक खिच्यो थाहा छैन कि अहिलेसम्म भिडियो खिचा छ भनेर कस्तो राम्रो देखेको छ है छोरी ल हेर रमायो रमायो छोरी रमायो हेरिदियो ल चस्मा खोल त चस्मा खोलेर उठ्यो माथि हेर अब देख्यो के देख्यो कस्तो लाग्यो राम्रो छ यो चाहिँ नानुको लागि छोरी हेर्दै नानु चेन्ज गरी यो पनि दीर्घायुको कामनाका साथ समस्त भौतिक परिवारजनको सुख समृद्धिको कामना व्यक्त गर्दछौँ। यसै गरी काठमाडौँ जडीबुटी निवास हुमागाई तथा हुमागाई परिवारको काठमाडौँ जडीबुटी निवासी रेवती हुमागाई तथा कामना व्यक्त गर्दछौँ। जय शङ्कर जय भोलेनाथ। यो पुण्डिकोट दियो यो हेलो गाइस मेरो बुढीको जहिले चप्पलको हरिबिजोग हुन्छ जस्तो किन्ने पनि 5 मिनटमा छुटाइहाल्छ के भयो फेरि चप्पल किन फुकाल्यो पुण्यकोटको कार्यक्रम अब सकिहाल्यो होइन पुण्यकोट घुमिहाल्यो अब डेभिस फल जाँदा डेभिस फल त्यसपछि गुप्तेश्वर महादेव पहिला गुप्तेश्वर जाउँ अब त्यसपछि डेभिस फल जाउँला है अहिले हामी कहाँ गयो यो कुन ठाउँ रह्यो गुप्तेश्वर महादेवको तल जाऊँ गुफा होला ल हिँड हिँड तिमीहरू हिँड ल अगाडि हिँड ल वेट ल ल आउनु फास्ट म यहाँ पखन म यहाँ खिच्छु क्या तलबाट ल आऊ है आऊ सबैजना छिटो यहाँ जाउँ मलाई डर लाग्छ हिँड्नु नि पहिला
अब यतिकै पानी चुइरहन्छ यो बुझ्यो ल हो हलिसी महादेव पनि यस्तै हो भित्र जानुपर्छ हो ठुलो छ हो त्यहाँ यहाँभन्दा सानो छ नंदी भगवान गुप्तेश्वर महादेव यही हो गुप्तेश्वर महादेव हो गणेश भगवान हो यो लोसेहरू हो कि लोसे फटाफट 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 हिँड्नु पर्छ लोसे कि ल्याङऱ्याङ 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 गर्दै हिँड्छ रफ एन्ड टफ हुनुपर्छ क्या ट्याक्टर ट्याक्टर हिँड्यो अनि कस्तो लाग्यो त गुफा यहाँ अगाडि हिँड नडराउ है नडराउ नडराउ है नडराउ त्यो अगाडि अगाडि हिँड्दैन म डर अगाडि अगाडि हिँड्नु तिमी कस्तो लागिरहेछ त राम्रो छ यहाँ ठोकिन्छ होला हेर है हिँड 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 तिमी हिँड न भगवान हेर लैने सङ्कट समयमा हामी गएर ट्याक्क बस्ने क्या अनि वेट गरेर बस्ने है गुप्तेश्वर महादेव की जय यहाँ चमेरो गुफा पनि छ चमेरो गुफा के यता तल चिप्लिन्छ छोरी हेर है त्यहाँ चिप्लिन्छ जम न माया जम न माया जम ल यो इन्डिङ हो यो ठ्याक्क अब इन्डिङ भयो है ल हेर त्यहाँ हेर उता पानी देखिरहेछ हो अब यो पानी आएको ठाउँ छ नि यहाँ माथि रोड छ क्या रोड है रोडको पारिपट्टि त्यो डेभिस फल हो कि त्यो डेभिस फल त्यो पानी आएको ठाउँ त्यही नै हो उतापट्टि चाहिँ डेभिस फल हो हेर तिनवटा छोरीहरू हेर त्यहाँ पुरै नयाँ नयाँ ह्याट लगाएर होइन एउटा उयो पुन्डीले अझै लोभ गर्दैछ के हेर्दै सिक्री हेर्दैछ ऊ लोभे ह्याट भयो पुगेन दिदीहरूकै ह्याट हेर्दैछ अझ यहाँ त हामीलाई बोलाउँदैछ हेल्प वेलकम गर्दै पोखराको भ्लग दामी हुने भयो ल गाइज पोखरा त जति घुमे नपुग्ने भयो है भिडियो चाहिँ धेरै लामो भएको कारणले गर्दाखेरि चाहिँ मैले चाहिँ यो भ्लग चाहिँ यही हिँड गर्नुपर्ने भएको छ है अब नेक्स्ट पार्ट म अब कतै घुम्न गयो भने चाहिँ म त्यसको भ्लग बनाएर हाल्छु है त हेर छोरी है भनिदेऊ सबैजनालाई है भनिदेऊ हेर्दैछु